यो चार्ट चाहिँ हाम्रो 21 तारिक हो है, 21 तारिकको इन्ट्राडे चार्ट हो। यसमा चाहिँ हाम्रो इम्प्याक्ट भर्सेस सिरियल नम्बर है। प्रत्येक हरेक सिरियल नम्बर अनुसार त्यो पर्टिकुलर डेमा नेप्सीको इम्प्याक्ट स्टकहरूले कति इम्प्याक्ट गरेको छ नेप्सीमा भन्ने कुरो, इन्डिभिजुअल स्टक अनुसार नेप्सीमा इम्प्याक्ट कसरी भएको छ भन्ने कुरो हामीले यो चार्टबाट देखाएको छौँ, यो माथिको चार्टबाट। र यो मुनिको चार्टमा चाहिँ के छ भनेर भन्दा सिरियल नम्बर वाइज हाम्रो एकुमुलेसन छ कि डिस्ट्रिब्युसन छ भन्ने कुरो यो मुनिको चार्टले देखाएको छ। यो चाहिँ पर्फेक्टली सिङ्क्रोनाइज विथ हाम्रो यो माथिको यो सिरियल नम्बर वाइज इम्प्याक्ट चार्टसँग पर्फेक्टली सिङ्क्रोनाइज छ। र यो सिरियल नम्बर वाइज इम्प्याक्ट चार्ट चाहिँ हाम्रो नेप्से चार्ट जुन चाहिँ टाइम बेसिसमा हाम्रो जुन चाहिँ ओरिजिनल चार्ट छ त्यसमा चाहिँ पर्फेक्टली सिङ्क्रोनाइज यो चार्टसँग पर्फेक्टली सिङ्क्रोनाइज छ है यो चार्ट। एन्ड यो चाहिँ इन्ट्राडे चार्ट, यो 10 सेकेन्ड हो। यो चाहिँ हरेक टिक अनुसार चाहिँ छैन, यो चाहिँ 10 सेकेन्डको चार्ट हो। र यो मैले बनाएको चार्ट चाहिँ हाम्रो यो चार्ट छ नि, यो चार्ट चाहिँ हाम्रो पर्फेक्टली इन्डिभिजुअल सिरियल नम्बर अनुसार पर्फेक्टली वाट इज द इम्प्याक्ट अन द्याट डे है, पर्टिकुलर डे। यसको चाहिँ पर्टिकुलर फाइदा चाहिँ के हो भनेर भन्दाखेरि सिरियल नम्बर वाइज हाम्रो पर्फेक्टली सिङ्क्रोनाइज विथ हाम्रो नेप्सेको ओरिजिनल चार्टसँग सिङ्क्रोनाइज गर्न सकिन्छ। र सिङ्क्रोनाइज गरेपछि पर्टिकुलर टाइम रेन्ज अनुसार के त्यो रेन्ज कस्तो छ त, अब फलिङ रेन्ज छ कि फलिङ रेन्ज जस्तै यो रेन्ज हेर्नु है, हाम्रो यो रेन्ज र यो रेन्ज चाहिँ द्याट इज द रेन्ज। यो रेन्ज छ नि, यो हाम्रो यो रेन्जमा जस्तै यो रेन्ज हामी हेरौँ, दिस इज द रेन्ज, दिस इज द हाम्रो यो रेन्ज हो कि यो रेन्ज हो। यो रेन्जभित्र हाम्रो पर्टिकुलर कतिवटा सिम्बलहरू के हुन्छ, यहाँ ओभरअल यहाँदेखि यहाँसम्म टर्नओभर कति भयो है, यहाँदेखि टर्नओभर कति छ। र यो टर्नओभर गर्नलाई कतिवटा स्टक्सहरू इन्भल्भ भएको छन् होइन, कतिवटा स्टक्सहरू इन्भल्भ भएको छन्। र त्यो स्टक्सहरूले यहाँदेखि यहाँसम्म जाँदाखेरि कति पर्सेन्ट हाम्रो प्राइसमा इन्क्रिज भयो र टोटल टर्नओभर कति भयो, र यहाँदेखि यहाँसम्म जाँदाखेरि एकुमुलेसन भयो कि डिस्ट्रिब्युसन भयो। अब एकुमुलेसन भएको छ भने कति चाहिँ एमाउन्ट एकुमुलेसन भयो त, र इन्डिभिजुअल स्टकको इम्प्याक्ट हुने चाहिँ त्यहाँदेखि यहाँसम्म कति प्राइस इन्क्रिज भयो, र त्यो प्राइस इन्क्रिज हुँदा त्यसले नेप्सीको कति अङ्क माथि तान्यो अथवा माथि घटायो कि होइन। हरेक इन्डिभिजुअल स्टकको हाम्रो इन्भल्भमेन्ट कन्ट्रिब्युसन देख्न सक्छौँ होइन, हाम्रो यो चार्टबाट हाम्रो गर्न सकिन्छ है। जस्तै यो चार्टबाट गर्न सकिन्छ, जस्तै हाम्रो यहाँदेखि यहाँसम्म जुन चाहिँ हाम्रो मानौँ त नि, यहाँदेखि यहाँसम्म मानौँ, सपोज यसलाई ठिक छ, हाम्रो रेन्ज हामीले यसो गरौँ न, यो रेन्जदेखि यो रेन्जसम्म भने चाहिँ मानौँ यहाँदेखि यहाँ चाहिँ दिस इज पर्फेक्टली सिङ्क्रोनाइज है, एकदम सिङ्क्रोनाइज छ। जति पनि इन्क्रिज भयो होइन, जति पनि हाम्रो इन्क्रिज भयो त्यो अनुसारको त हाम्रो त्यहाँ एकुमुलेसन छ त छैन नि, भनेपछि यो इन्क्रिजमा हाम्रो मोमेन्टम छ त नेप्सीमा छैन, नेप्सीमा मोमेन्टमै छैन है। र अब हामी हेरौँ है, यहाँदेखि यहाँसम्म जति डिक्रिज भयो नि, र यहाँदेखि यहाँसम्म जति उ भयो नि, यसमा चाहिँ फेरि डिस्ट्रिब्युसन चाहिँ छ है, फेरि डिस्ट्रिब्युसन देखिन्छ है, जति पनि भएको छ डिस्ट्रिब्युसन छ भने डिस्ट्रिब्युसनको के हुन्छ मोमेन्टम हाई देखिएको छ कि, डिस्ट्रिब्युसनको मोमेन्टम हाई दिएको छ। र यो हाम्रो यहाँदेखि यहाँ जति पनि इन्क्रिज भयो, यो पोइन्ट र यो पोइन्टमा जति पनि इन्क्रिज भयो नि, तर यहाँ यो र यसमा छ त एकुमुलेसन छ त, एकुमुलेसनै छैन, स्पार्ट लाइन्स अझ अलिकति डिस्ट्रिब्युसन छ भने चाहिँ यसमा कुनै पनि एकुमुलेसन देखिएन है। र यहाँदेखि यहाँसम्म जति पनि नेप्सीको इन्डेक्स घट्यो, र यो चाहिँ हाम्रो पुरै डिस्ट्रिब्युसन छ, राम्रो डिस्ट्रिब्युसन दिएको छ। र अलिकति माथि लास्ट मिनटमा तानेको यो छ, यसमा कुनै पनि एकुमुलेसन छैन, थोरै अलिकति मात्रै एकुमुलेसन छ भनेपछि मोमेन्टम के छ हाम्रो अपवर्ड मोमेन्टम छैन कि नेप्सीमा, अहिले राम्रो मोमेन्टमै नेप्सीमा छैन। जब इन्डेक्स गर्दाखेरि एग्रेसिभ यो जति पनि बायर हुन्छ नि, यो गर्दाखेरि बायर मेन बायरहरू हाम्रो अपरेटर लेभलको बायरहरू कुनै छैन कि, एक्टिभेटै भएको छैन कि हाम्रो लोवर रिटेल लेभल अथवा रिटेल अथवा अपरेटरको आफ्नै कारोबार गराएर इन्डेक्स बढाएको जस्तो देखिन्छ है। र यो चार्टको के हो भन्दाखेरि अब हामीले यो चार्टमा अब यहाँदेखि यहाँसम्म गर्दाखेरि कति इन्क्रिज भयो त होइन, कति इन्क्रिज भयो त भने हामी सबै इनपुट दिएर हामी सबै हामी क्यालकुलेसन गर्न सकिन्छ कि। अब यहाँदेखि यहाँसम्म जस्तै अब हामी फर इक्जाम्पल हुटुले थाम्न नसक्ने जस्तै अब मेरो यहाँदेखि यहाँसम्म है, सपोज दिस पोइन्टसम्म इन्डेक्स, वाट इज यो पोइन्ट भनेको कहाँ हो त भनेर भन्दाखेरि यो हो नि त, यो पोइन्ट भनेको त हाम्रो यो दिस पोइन्ट टु दिस पोइन्ट हो नि, हो
यो दिस पोइन्ट हो ट्याक्कै हामीले पत्ता लगाउन सकिन्छ यति पत्ता लगाएपछि यो टाइम यहाँबाट निकाल्न सकिन्छ वाट इज दिस टाइम एन्ड वाट इज दिस टाइम यो टाइममा भएको यो पर्टिकुलर टाइम भएको यहाँको सिरियल नम्बर टक्क निकाल्न सकिन्छ यहाँको सिरियल नम्बर टक्क निकाल्न सकिन्छ भनेपछि हाम्रो यो इनपुट रेन्ज यो पर्टिकुलर स्विङको लागि हाम्रो इनपुट रेन्ज हाम्रो सिरियल नम्बरमा निकाल्न सकियो है जस्तै हामी फर इक्जाम्पल अब हामी जाउँ यसलाई चाहिँ डिलिट गरौँ है डिलिट गरौँ ल फर इक्जाम्पल यहाँबाट हेरौँ है रेन्ज अब हाम्रो यो हेरौँ एउटा 35154 मुनिको भइहाल्यो 35154 है 35154 अब यो सबसे म्याक्सिमम भनेको यो भयो है यो भनेको 38916 देखियो 38916 यो भनेको कति माइनस ल यो रेन्जमा हेरौँ है त यो रेन्जमा हाम्रो स्टकहरुको के छ कन्ट्रिब्युसन हाम्रो इन्डेक्स कति बढाएको छ भन्ने कुरा हामी हेरौँ है त यो रेन्जमा हेर्दाखेरि अब हामी सुरु यो रेन्ज निकालौँ है हाम्रो स्टार्ट एसन कति छ 35154 है अर्को छ इन कति छ 38916 यो रेन्ज भित्रको हामी हेर्दै छौं सिलेक्ट गर्नु यसले क्याल्कुलेसन गर्छ निकाल्दियो र हाम्रो रिजल्ट हाम्रो यहाँ हेर्छौं है त ल हेरौँ ओके ल यसले रिजल्ट निकालिसकेको छ अब हामीलाई एकचोटि हेरौँ है त र अब हामी जाउँ यसमा पोजिटिभ इम्प्याक्ट गर्ने स्टकहरु कति छ 126 वटा देखियो र 126 वटाले नेप्सीको 6.24 अंक बढाएको देखियो है र नेगेटिभ इम्प्याक्ट गर्ने 72 वटा देखियो र यसले -1.48 हाम्रो इन्डेक्स हटाएको देखियो र ओभरअल इम्प्याक्ट कति देखियो 4.76 देखियो है 4.76 भनेपछि त्यो रेन्जमा हाम्रो त्यो इन रेन्जमा हाम्रो डिफरेन्स कति छ 4.76 अहिले हामी चार्टमा हेर्छौं त्यो पनि र त्यतिमा अनचेन्ज हाम्रो यो भइहाल्यो र यसमा टोटल टर्नओभर कति आछ हाम्रो 25 करोड 17 लाख यो चाहिँ हाम्रो सबै गर्दाखेरि चाहिँ यो जिरो के रे म्युचुअल फन्ड र उसको नगर्दा चाहिँ यति आयो हैन म्युचुअल फन्ड पनि गर्दाखेरि चाहिँ यो पनि लिउँ न टोटल गर्दाखेरि हाम्रो 25 करोड 49 लाख हेरौँ 25.5 करोडको के हुन्छ भने टोटल टर्नओभर आयो त्यतिमा एकुमुलेटेड टर्नओभर चाहिँ कति देख्यो भन्दाखेरि 5 करोड 3 लाख हेरौँको एकुमुलेटेड टर्नओभर देख्यो भने डिस्ट्रिब्युटेड कति देख्यो 8 करोड 28 लाख अब यहाँनिर अलिकति के हाम्रो के भयो भन्दाखेरि हेरौँ है हाम्रो यहाँ इन्डेक्स त बढाइ देखियो 4.76 देखियो है बढाइ इन्डेक्स बढाइ देखियो तर एकुमुलेटिभ टर्नओभर भन्दा डिस्ट्रिब्युटिभ टर्नओभर धेरै छ जसले गर्दा यो रेन्ज बढ्दा 4.76 नेप्सीको इन्डेक्स बढ्दाखेरि पनि हाम्रो नेप्सी ओभरअलमा चाहिँ के हुन्छ डिस्ट्रिब्युसन देखाएको छ कि माइनस भनेपछि 3 करोड 24 लाखको डिस्ट्रिब्युसन भनेपछि मोमेन्टम त ठाडै घटाएको छ यहाँ 4.76 को नेप्सी बढ्दाखेरि पनि डिस्ट्रिब्युसन देखाएको छ कि अब यति मध्ये अब सबैभन्दा बढी अब कन्ट्रिब्युसन गर्ने अनलक तर्फबाट के हुन्छ हैन जस्तै अनलक तर्फ यो सेक्टरहरुबाट हेर्दाखेरि पनि सेक्टरको कन्ट्रिब्युसन हेर्न सक्यो यहाँबाट हैन जस्तै हाम्रो इम्प्याक्ट ओभरअल कुन चाहिँ इम्प्याक्ट बढी छ त है त्यसमा चाहिँ यो बढाइमा 4.76 को बढाइमा सबैभन्दा बढी इम्प्याक्ट हाम्रो के छ हाम्रो कमर्सियल बैंकको देखियो 1.1 अंक देखियो तर यसमा डिस्ट्रिब्युसन छ है डिस्ट्रिब्युसन इम्प्याक्ट ताने छ तर डिस्ट्रिब्युसन छ अनि अर्को अदर्समा छ तर यो पनि डिस्ट्रिब्युसन छ त्यसपछि लग्ड हाइड्रो त्यो पनि डिस्ट्रिब्युसन छ म्यानुफ्याक्चर चाहिँ हाम्रो 9,82,000 को एकुमुलेसन छ है 0.56 तान्दाखेरि पनि हैन अनि थोरै यो दैट्स नट अ बिग डील है यो धेरै हैन कति हाम्रो टोटल म्यानुफ्याक्चरमा कति सबै ओभरअल टर्नओभर त्यो रेन्जमा ओभरअल टर्नओभर सेक्टरको कति आयो अब त्यो भन्ने त्यो भयो हैन अब हाम्रो ओभरअल सिम्बलको कति आछ अनि सबै देखिन्छ स्टकहरुको इन्डिभिजुअलको देखिन्छ अब यो टेबल हेर्न मलाई उ भयो भने हामी पाइ चार्टबाट हेर्न सक्छौं ल यो पाइ चार्टबाट देखिन्छ अब यसमा चाहिँ त्यो रेन्जमा चाहिँ ओभरअल होल्डिङ सबभन्दा बढी केमा आछ एसएचपीसी मा देखिया छ है एसएचपीसी मा एकदम कति हो यो भनेको 54,19,000 को हाम्रो एकुमुलेसन देखिया छ र त्यसैगरी पोजिटिभ इम्प्याक्ट पनि अनि पर्सेन्टेज त्यो बेला चाहिँ त्यो रेन्जमा सबभन्दा बढी प्राइस इन्क्रिज हुन्छ इएचपीएल रहेछ 4.15% बढाएर छ त्यसपछि एचआईपी रहेछ हैन अनि यो चाहिँ म्युचुअल फन्ड चाहिँ हटाउँछ एक्चुअली म्युचुअल फन्डहरु हटाएर गरौँ है यसले फेरि यो हामीलाई किन छ हाम्रो स्टकहरु हाम्रो यो मात्रै चाहियो भने हैन ल ठीक छ यो गर्दाखेरि चाहिँ EHPL छ त्यसपछि DLBS ले 2.81 त्यो रेन्ज भित्रको है 2.81 बाट देखियो एसएलबी देखियो एसएलबी ले घटेको यहाँनिर देखिन्छ हैन
र सिमिलरली हाम्रो इम्प्याक्ट होइन अब निफ्टीको इन्डेक्स कति पोइन्टले तान्यो अथवा कति पोइन्टले घटायो भन्ने कुरा इन्डिभिजुअल स्टकको कन्ट्रिब्युसन के द्याट्स इम्प्याक्ट होइन जस्तै एनआरआइसीले 0.47 अङ्क एनआरआइसीले सबभन्दा बढी निफ्टीको इन्डेक्स तानेको त्यतिखेर 4.76 इन्डेक्स बढाएको छ नि त्यो चाहिँ हाम्रो एनआरआइसीले तानेको छ बढी 0.47 अङ्क एनआरआइसीले तानेको छ र त्यसपछि एसओएचले तानेको छ 0.37 एनडिसीले तानेको छ 0.31 अनि नबीले तानेको छ 0.3 सिमिलरली यो चाहिँ मैले ओभरअल टप 20 मात्रै गरेको छु ओभरअल सबैको कन्ट्रिब्युसन देखिन्छ तर चार्ट यो चार्ट चाहिँ अलिकति अनरिडेबल जस्तो हुन्छ होइन त्यही भएर यो अलिकति चार्टलाई फिल्टर गरेर टप 20 मात्रै गरेको छु टप 20 बटमको टप 20 बटम लेभलको टप 20 होइन यहाँ यसबाटै इन्डेक्सको इम्प्याक्टमा असर पार्ने एसबिआईले सबभन्दा बढी झारेको रहेछ 0.13 एसबिआई हो कि एसबिएल हो एसबिआई रहेछ सिएचसिएल रहेछ एमबिएल जिबिएलहरूले झारेको रहेछ है र यसै गरी टप टर्नओभर आउने पनि यो त्यो रेन्जभित्र सबभन्दा बढी टप टर्नओभर आउने पनि सबभन्दा बढी टप टर्नओभर आउने आरएसएमएल रहेछ एकेजेसिएल भनेपछि त्यो रेन्जको सबै कुरा हामीले थाहा पाउन सक्छौँ क्या सबै कुरा थाहा पाउन सक्छ अब यो त ऊ मात्रै भयो होइन क्वान्टिटी सबै यहाँबाट निकाल्न सकिन्छ जस्तै कमर्सियल ब्याङ्कको मात्रै हेर्नु पऱ्यो कमर्सियल ब्याङ्कको मात्रै हेर्दाखेरि यहाँबाट एचबिएलको डिस्ट्रिब्युसन भएको देखाएको छ यो चाहिँ टोटल एमाउन्ट होइन टोटल एमाउन्ट अनि एकुमुलेटिभ एमाउन्ट अनि डिस्ट्रिब्युटिभ एमाउन्ट र ओभरअल होल्डिङ एकुमुलेसन छ कि डिस्ट्रिब्युसन भन्ने कुरो यहाँबाट देखाउँछ यो पर्पल चार्टले चाहिँ हाम्रो एकुमुलेसनको डिस्ट्रिब्युसन छ सबभन्दा बढी डिस्ट्रिब्युसन एसपिएलमा भएको देखिन्छ होइन र त्यो भयो अनि यो चाहिँ प्राइस इन्क्रिज र इम्प्याक्ट होइन प्राइस इन्क्रिज र इम्प्याक्ट कति प्राइस इन्क्रिज भयो र त्यो कमर्सियल ब्याङ्कमा कति प्राइस इन्क्रिज भयो कति पर्सेन्टले प्राइस इन्क्रिज हो र इम्प्याक्ट वाट इज द इम्प्याक्ट अन नेप्सी होइन त्यो पर्सेन्टेज त्यो प्राइस इन्क्रिज हुँदाखेरि त्यसले नेप्सीको कति पोइन्ट तान्यो अथवा घटायो जस्तै अब इन्क्रिज हुँदा त तान्छ र डिक्रिज हुँदा त घटाउँछ प्राइस होइन त्यही त हो जस्तै यहाँ जस्तै हाम्रो केबिएलको हाम्रो कति 0.7% इन्क्रिज हुँदा नेप्सीको इन्डेक्स कति तान्यो 0.23 अङ्कले नेप्सीलाई माथि तान्यो भन्ने कुरा यसले योतिर बाट इम्प्याक्ट चार्टबाट देखिन्छ टोटल क्वान्टिटी भने यो भइहाल्यो यो चाहिँ अब यो यसमा ब्लूले चाहिँ हाम्रो के देखाउँछ भन्दाखेरि ओभरअल टोटल क्वान्टिटी होइन यो त्यो रेन्जमा कति क्वान्टिटी कारोबार भयो केबिएलको अनि त्यो एकुमुलेटिभ क्वान्टिटी कति छ र डिस्ट्रिब्युटिभ क्वान्टिटी कति छ भन्ने कुरा त्यो रेन्जभित्रको सबै यहाँ क्यालकुलेसन हुन्छ र टोटल ट्रान्जेक्सन देखाउँछ एकुमुलेटिभ के अरे टोटल ट्रान्जेक्सन कति हो र एकुमुलेटिभ ट्रान्जेक्सन कति र डिस्ट्रिब्युटिभ ट्रान्जेक्सन कति रहेछ भन्ने कुरा सबै यो चार्टबाट क्लियर हुन्छ है र यो मेन टेबल चाहिँ यही हो है मेन टेबल चाहिँ यही हो यहाँबाट सबै कुरा जस्तै कमर्सियलले कति हरेक कमर्सियलले कति तान्यो अब यहाँ टर्नओभर सबै छ है क्वान्टिटी अब त्यो बार चार्टबाट हेरिहाल्यो सबै होइन होल्डिङ यहाँबाट हेरिसक्यो अब जस्तै हाम्रो यो कमर्सियल ब्याङ्कमा त्यो रेन्जभित्र सबभन्दा बढी होल्डिङ हेर्नु पऱ्यो भने यहाँबाट हेर्ने पनि सकिन्छ केबिएलको सबभन्दा बढी होल्डिङ रहेछ होइन त्यही केबिएलमा इम्प्याक्ट 0.23ले तानेको देखियो र डिभिजन प्राइस डिफरेन्स 0.7%ले बढेको देखियो प्राइस हाम्रो 215 देखि 216.5 सम्म गाह्रै छ भन्ने कुरो यहाँबाट देखियो र डिफरेन्स हाम्रो कति 1.5 215 216.5 माइनस 215 भनेको 1.5 देखि प्राइस डिफरेन्स पनि देखियो होइन टोटल काउन्ट पनि देखियो टोटल यो भनेको टोटल ट्रान्जेक्सनकै 48 ओभरअल ट्रान्जेक्सन कति भयो त्यो रेन्जमा होइन सबै कुरा यहाँ टेबलबाट देखिन्छ त्यसैले हामीले सिम्प्लिफाई गरेर यो चार्ट र हाम्रो योबाट बार गरेरबाट मजाले एकछिनमा यो अब बुझ्नलाई झन् धेरै टाइम लाग्यो होइन तर यो गर्दा चाहिँ एकैछिनमा हामी गर्न सक्छौँ है यो हो रेन्ज र हाम्रो अब यो मिल्छ कि मिल्दैन है जस्तै 4.76 इम्प्याक्ट हाम्रो बढाइ देखियो र टोटल टर्नओभर कति देखाएको छ हाम्रो सबै गर्दाखेरि टोटल टर्नओभर हाम्रो कति देखाएको छ टोटल टर्नओभर कति छ 25 करोड 49 लाख 25 करोड 50 लाख जस्तो एराउन्डमा हाम्रो टोटल टर्नओभर देखाएको छ है त यो हाम्रो मेन चार्टमा मिल्छ कि मिल्दैन यो रेन्जमा भन्ने कुरा हामी हेर्न गइरहेका छौँ है त जस्तै यो रेन्जहरू के हो यो अलिकति ठुलो गरौँ होला है अलिकति ठुलो गरौँ यो रेन्ज हो नि त यो हाम्रो यो रेन्ज हो यो रेन्जमा हामी हेरौँ है त सबभन्दा डिप गएको छ यहाँदेखि यहाँसम्मको यो त होइन यही हो यही त हो ल अब यसमा भनेको डिफ्रेन्स कति देख्यो 4.79 हो ठिक छ अब मेरो हाम्रो कति 4.76 भनेपछि अलिकति त यताउता हुन्छ किनभने यसमा त अब 10 सेकेन्डभित्र त थुप्रै ट्रान्जेक्ट भइरहेको हुन्छ होइन 10 सेकेन्डभित्र थुप्रै कारोबार भइसकेको हुन्छ नि मेरो चाहिँ इन्डिभिजुअल सिरियल नम्बर र स्टार्टिङ सिरियल नम्बर र इन सिरियल नम्बर एउटा एक्ज्याक्ट पोइन्टले लिएर मैले बनाएको हुन्छु त्यसमा चाहिँ होइन यसमा चाहिँ अब 10 सेकेन्डको ग्यापमा हुनाले अलिकति फरक चाहिँ आउँछ यो टर्नओभरमा तर वास्तवमा मोटामोटी चाहिँ उही नै आउँछ होइन अनि 4.79 इन्क्रिज ठिक छ यो पनि मिल्यो र हाम्रो टोटल टर्नओभर कति कारोबार भएको छ भन्ने कुरो पनि हेरौँ है टोटल कारोबार हाम्रो जस्तै यो भयो यहाँदेखि मानेको छैन यहाँदेखि हाम्रो
यहाँसम्म भन्दाखेरि 25 भने चाहिँ यहाँसम्म क्या ल यही नै हो र यो 10 सेकेन्डले ग्यापले गर्दाखेरि 10 सेकेन्डभित्र थुप्रै कारोबार भइसकेको हुन्छ नि त त्यसले गर्दा अलिकति इरर चाहिँ आउँछ होइन तर हेरेर त आउँछ तर खासै त्यस्तो भने 25 मेरोमा 25.5 देखाएको थियो होइन यसमा चाहिँ 25.8 देखाएको छ भने चाहिँ 25 करोड 80 लाख हेराउनुको भने चाहिँ 10 सेकेन्ड ग्यापमा चाहिँ ओभरअल त्यही नै हो होइन 25 करोड 80 लाख देखायो भने चाहिँ ठिकै नै हो 10 सेकेन्डको ग्याप हुन्छ नि त यो त 10 सेकेन्डको चार्ट हो होइन 10 सेकेन्ड चार्टमा अलिकति इरर आउँछ भने चाहिँ मोटामोटीमा एक्ज्याक्टली चाहिँ खासै त्यो फरक पर्दैन होइन अनि चाहिँ ओभरअल उति नै देखाएन अब हाम्रो टोटलीमा हेरौँ है यो भनेको यो भयो होइन अब चाहिँ ओभरअल टोटलमा हेरौँ टोटलमा हेर्दाखेरि हाम्रो टोटल भने चाहिँ हाम्रो अब टोटलको एकचोटि हेरौँ नि त जस्तै अब यो चार्टमा यहाँदेखि यहाँसम्मकै ओभरअल रेन्जमा इन्डिभिजुअल स्टकहरूको कन्ट्रिब्युसन कति छ होइन इन्डिभिजुअल स्टकहरूले अब त्यो नेप्सी इन्डेक्स कति बढाएको छ भन्ने कुरो अब हामी हेरौँ है हाम्रो कति छ टोटल टर्न 59805 टोटल ट्रान्जेक्सन 1देखि हाम्रो 59805 भने टोटल हाम्रो टोटल रेन्ज सेलेक्ट गर्ने है ओभरअल इन्ट्राडेको सबै नै सेलेक्ट गर्ने यसबाट क्यालकुलेसन भयो र यसलाई हामी रिफ्रेस हान्ने वान टाइम ओके ल हेरौँ यसमा चाहिँ हाम्रो पोजिटिभ इम्प्याक्ट गर्ने 70 देखियो एकैछिन अलिकति ल सबै गर्दाखेरि हाम्रो अब टोटल टर्नओभर कति आएको छ कति हो यो 4 अर्ब 16 करोड 76 लाख 18,882 देखिया छ टोटल टर्नओभर है अब यसमा एक्युमुलेटिभ टर्नओभर कति देखियो 83 करोड 53 लाख 4 अर्ब 83 करोड 53 लाख डिस्ट्रिब्युटेड टर्नओभर 1 अर्ब 55 करोड कति धेरै भने 72 करोड 30 लाख एराउन्डको हाम्रो के हुन्छ भन्दाखेरि डिस्ट्रिब्युसन भएको देखियो यो ओभरअलमा रेन्जमा है ओभरअल रेन्जमा देखियो र पोजिटिभ इम्प्याक्ट गर्ने 70वटा स्टकले पोजिटिभ इम्प्याक्ट गर्यो अन्डर नेप्सीको 4.3 अङ्क ताने माथि है र 198वटा स्टकले हाम्रो 14.97 अङ्क नेप्सीको तल झार्यो है र ओभरअल टोटल कारोबार गर्ने हाम्रो स्टक म्युचुअल फन्ड डिबेन्चर सबै गर्दा 344 देखियो भनेदेखि अनचेन्ज हुने इम्प्याक्टलाई अनचेन्ज गर्ने चाहिँ 76 देखियो म्युचुअल फन्ड र डिबेन्चरको ऊ धेरै भएर यो देखियो यसलाई हटाउँदा कति देखिन्छ जस्तै अब यसलाई हटाउँदा हाम्रो कति देखियो भन्दा 13वटा छ है 13वटा चाहिँ हाम्रो इक्विटीले चाहिँ के हुन्छ कुनै पनि नेप्सीलाई तान्ने माथि तान्ने ओभरअल अनचेन्ज भएको देखियो र ओभरअल इम्प्याक्ट चाहिँ हाम्रो कति देखियो भनेर भन्दा ओभरअल इम्प्याक्ट कति देखियो 10.67 -10.67 ले घटेको देखियो है -10.67 ले घटेको देखियो ठिक छ भनेपछि 21 तारिकको -10.67 ले पोइन्ट घटेको देखियो है त त्यसमा अब हाम्रो त्यसमा के छ भन्दाखेरि सबैभन्दा अब सुरुमा सेक्टर वाइज हेरौँ है सेक्टर वाइजमा के छ त अवस्था सेक्टर वाइजमा सबैभन्दा बढी होल्डिङ तान्ने चाहिँ डिसेन्डिङ अर्डरमा जाउँ लाइफ इन्सुरेन्स सबै नै घटेको छ सबैले चाहिँ डिस्ट्रिब्युसन भएको छ त्यतिमाथि अब सबैभन्दा बढी डिस्ट्रिब्युसन गर्ने चाहिँ कुन छ त होइन सबैभन्दा बढी डिस्ट्रिब्युसन गर्ने अनलक र लकमा चाहिँ हाइड्रो पावरबाट बढी डिस्ट्रिब्युसन भएको देखियो 28 करोड र 10 करोड भने चाहिँ 38 करोड एराउन्डको के हुन्छ भने हाइड्रो पावरबाट डिस्ट्रिब्युसन भएको देखियो त्यसपछि डेभलपमेन्ट ब्याङ्कमा डिस्ट्रिब्युसन भएको देखियो त्यसपछि इम्प्याक्ट पनि छ है सेक्टर वाइज इम्प्याक्ट पनि 0.93 2.3 इम्प्याक्ट वाइज पनि छ त्यो टोटल गर्दा 10.67 है यसो पनि मिलाएर यहाँबाट हेर्न सकियो अरू इन्डिभिजुअलको स्टक पनि हेर्न सक्यो यहाँबाट यो टेबललाई हेर्नुभन्दा हामी चार्टबाट हेर्न सकिन्छ सहिलो चार्टबाट हेर्दाखेरि सबैभन्दा बढी एकुमुलेसन हुने के हुन्छ त्यो रेन्जमा हुन्छ त्यो ओभरअल इन्ट्राडेकै 1 देखि टोटल हाम्रो ल्याछौँ नि त टोटल सबैभन्दा बढी के हुन्छ भन्दाखेरि सबैभन्दा बढी एकुमुलेसन गर्ने एसएचपिसी देखियो है एसएचपिसीमा देखियो त्यसपछि एसएमएचएल देखियो एसएचपिसीमा कतिको आएर चाहिँ तपाईँ 4 करोड 5,38,000 एराउन्डको एकुमुलेसन भएको रहेछ है त्यसपछि एसएमएचमा पनि भएको रहेछ एसएमएचमा कति 1 करोड 84 त्यसपछि तमर देखियो त्यसपछि एमइपिडिएल पनि देखियो एमइपिडिएलमा पनि एक्युमुलेसन भइरहेको रहेछ है एमइपिडिएलमा अलिकति यसलाई हेर्न सकिन्छ है सिएचडिसीमा पनि एक्युमुलेसन एमबिडिसी सबै यो चाहिँ ओभरअल टप 20 मात्रै छ है ओभरअल सबैको देखाएको छैन टप 20 मात्रै देखाएको छु
नेगेटिभ होल्डिङमा सबैभन्दा बढी डिस्ट्रिब्युसन हुने चाहिँ एकेजिसिएल देखियो, रिटी देखियो, एनआरएन देखियो, सास देखियो, एमएचएल देखियो, एलइसी देखियो है। यसरी बढी भयो। अब प्राइस वाइज सबैभन्दा बढी इन्क्रिज हुने चाहिँ सपिल एसएपिआइएल देखियो। यो भनेको चाहिँ अहिले नयाँ आएको आइपिओ भएर 14.9 15% इन्क्रिज देखियो। त्यसपछि पिएमएचपिएल देखियो 13.86 है। यो चाहिँ लास्ट 1 मिनटमा तानेको है 13.86। त्यसपछि आरएचजिसिएल देखियो 5.5 हाथवे देखियो होइन, सबै देखिन्छ। र प्राइस डिग्री पनि सबै देखियो होइन। अब चाहिँ ओभरअल इम्प्याक्ट होइन, नेप्सीको पोइन्ट कति तान्यो होइन, ओभरअल सबैभन्दा बढी तानेको चाहिँ हात्ती रहेछ है। हात्तीले 0.53 अङ्क नेप्सीको तानेको देखियो। आरबिसिएल रहेछ 0.39 तान्यो। एसएसपिसीले 0.29 अङ्क माथि तान्यो। पिएमएचपीले 0.27 ताने देखियो। सबैभन्दा बढी घटन चाहिँ एनटिसी रहेछ 1.1 अङ्क नेप्सीको तल झार्यो। अनि त्यसपछि एसओएचएल रहेछ है। एसओएचएलले 0.76, एबिबिसीले 0.7 है। यो भयो टोटल इम्प्याक्ट पनि हेऱ्यो। र यसमा चाहिँ हाम्रो टोटल टर्नओभर भनेको ओभरअल टोटल टर्नओभर चाहिँ सबैभन्दा बढी टर्नओभर भनेको आरएसएमएल देखियो। आरएसएमएलमा कति आएको छ 26 करोड 36 लाख राउन्डको हुन्छ टर्नओभर आएको छ। त्यसपछि एसओएचएलमा रहेछ टर्नओभर हुने सबभन्दा बढी राम्रो 24 करोड 53 लाख रेडी भनेपछि ओभरअल सबै हाम्रो डाटा यसरी मजाले केलाउन सकियो है त। मजाले केलाउन सक्यो। अब हाम्रो यसको फाइदा चाहिँ के हो त, किन गर्नु पर्यो फाइदा भन्ने कुरो चाहिँ, किन फाइदा हुनुपर्ने कुरो चाहिँ मेन फाइदा भनेको चाहिँ पर्टिकुलर रेन्जमा होइन कुनै पनि रेन्ज कि जस्तै हाम्रो नेप्सीमा स्विङ आउँछ नि, जस्तै यो रेन्ज स्विङ आयो होइन, यो रेन्जमा ओभरअल स्टकहरूको कुन चाहिँ स्टकको कन्ट्रिब्युसन छ होइन। ओभरअलमा चाहिँ हाम्रो नेगेटिभ यो रेन्जमा खासै एकुमुलेसन छैन। यो रेन्ज भनेको कता गयो, यो रेन्ज भनेको यही त हो नि, यो रेन्ज भनेको यही हो। यसमा खासै एकुमुलेसन छैन। तर कुनै स्टकमा त एकुमुलेसन भएको हुनसक्छ नि त होइन। कुनै स्टकमा एकुमुलेसन भएको हुन्छ, त्यो स्टक चाहिँ हामीले त्यहाँबाट टक्क पिकअप गर्न सकिन्छ। जस्तै अब यो लास्ट मिनेटमा छ है, जस्तै लास्ट मिनेटको कति तान्यो त है, लास्ट मिनेटमा तानेको छ यो इन्डेक्स त ल्याम्मै तानेको छ नि होइन। इन्डेक्स तानेर यो जस्तै यो लेभलको जस्तै यहाँ लेभलसम्म जस्तो इन्डेक्स तानेको छ कि यसले होइन, यहाँको जस्तै। तर यहाँ चाहिँ यहाँदेखि यहाँसम्म जति डिस्ट्रिब्युसन भएको छ त्यति यहाँ यो रेन्जबाट एकुमुलेसन हुन्छ त यति मात्रै गरेको छ भनेपछि त यो त इन्डेक्स मात्रै ताने हो, यसमा त कुनै एकुमुलेसनै छैन। किनभने यही इम्प्याक्ट यही रेन्जदेखि यो रेन्जसम्म जाँदाखेरि जति डिस्ट्रिब्युसन भएको छ, यहाँ जति डिस्ट्रिब्युसन भएको देखियो र यही इन्डेक्स यहाँदेखि यहाँसम्म तान्दाखेरि त्यति एकुमुलेसन भएको त छैन भने त दिस इज त पर्फेक्टली मोमेन्टम त छैन यो इन्डेक्स तानेमा। इन्डेक्सै छैन भने मोमेन्टम सिधै नेगेटिभ छ भने चाहिँ ओभरअल आजको यो इन्डेक्स यो इन्ट्राडेलाई किन्दाखेरि भोलिको मार्केट प्रेडिक्ट गर्न सकिन्छ, सजिलो होस् होइन। ओभरअल यो आजको केलायो हिजो पनि केलाएको हुन्छ, हिजोले के भन्छ होइन, सबै पनि गर्न सकिन्छ। जस्तै हिजोको हेरौँ है, यो जस्तै यो चाहिँ 21 तारिक हो, 20 तारिकको एकचोटि हेरौँ त। 20 तारिकको एकचोटि हेर्दाखेरि हाम्रो जस्तै अब यो सिङ्क्रोनाइज चार्ज हाम्रो 20 तारिक एकचोटि हेरौँ है। 20 तारिकमा त यही त हो नि ल। 20 तारिकमा हामी हेर्दाखेरि अब हेरौँ है, 20 तारिकले 21 तारिक कसरी देखाउँछ भन्दाखेरि अब 20 तारिकमा हाम्रो सुरुमा फर्स्टमा 2 फेजमा छ है। एउटा कस्तो यहाँदेखि यहाँसम्म डिस्ट्रिब्युसन छ होइन, इन्डेक्स गरेछ र यहाँदेखि यहाँसम्म इन्डेक्सलाई तानेको देखिएको छ होइन। तर अब यहाँ हाम्रो ओभरअल हाम्रो के हुन्छ यो चार्ट एकदम सिङ्क्रोनाइज छ र यहाँदेखि यहाँसम्म जति डिस्ट्रिब्युसन भयो नि, यसमा जति डिस्ट्रिब्युसन भयो यो भनेको 0 लेभल पोइन्ट हो, यहाँदेखि यहाँसम्म डिस्ट्रिब्युसन भयो नि। तर यो हाम्रो यत्रो धेरै बढ्दाखेरि हाम्रो एकुमुलेसन त यो जति डिस्ट्रिब्युसन हो त्यति पनि एकुमुलेसन भएको छैन कि, मोमेन्टम छैन। जति पनि यत्रो बढाएको छ लगभग 20-21 पोइन्ट ताने होला यो होइन, यो पनि निकाल्न सकिन्छ। 20-21 पोइन्ट तानेछ यो एकचोटि कति तानेछ भने हेर्न सकिन्छ होइन। यो 21-20को होइन, यो 20को हेरौँ, 20को हाम्रो 12-20 नै यो लास्ट सेकेन्डमा चाहिँ हाम्रो कति हेर्न सकिन्छ होइन। यो 15को हेरौँ, 20 पोइन्ट छैन भने लगभग 21 पोइन्टको तान्दाखेरि एकुमुलेसनै छैन, जति डिस्ट्रिब्युसनै देखिएको छ नि त। यो चाहिँ ओभरअल डिस्ट्रिब्युसनै छ होइन। के अरे जति यो सुरु फेजमा के अरे डिस्ट्रिब्युसन भएको छ त्यत्रो तान्दाखेरि एकुमुलेसनै छैन कि। जस्तै सुरु फेज भनेको यो सुरुको भनेको 12-20 होइन, यहाँसम्म जस्तै 13.74 होइन, यहाँदेखि यहाँसम्म गर्दाखेरि 13.74 अङ्क घट्या रहेछ है। जस्तै हाम्रो यो यहाँदेखि यहाँसम्म जाँदाखेरि 13 पोइन्ट घट्या छ, 13.7 अङ्कले घट्या छ। 13.7 अङ्कले गर्दाखेरि डिस्ट्रिब्युसन यति धेरै छ र योदेखि यहाँसम्म अनि यहाँदेखि यहाँसम्म जाँदाखेरि 21 अङ्कले बढाएको छ। 21 अङ्कले बढ्दाखेरि पनि जति डिस्ट्रिब्युसन भयो त्यति एकुमुलेसन त गर्न सकेन नि, यसले गर्न सक्यो त। यत्रो ग्याप त अझै आएको, फेरि ग्याप आएको छ, यसमा यत्रो ग्याप आएको छ।
एक्युमुलेसन गर्न सक्यो भने मोमेन्टमै छैन कि जति माथि तान्दाखेरि जति मोमेन्टम तान्नुपर्ने हो त्यति मोमेन्टमै छैन जसले गर्दाखेरि यो 20 तारिकको भयो त्यसले गर्दा 21 तारिकमा मोमेन्टम देखिएन 21 तारिक पनि घटाएको छ होइन 21 तारिकमा नि मोमेन्टम छैन नि त यो भनेको इन्ट्राडेलाई केलाउन सकिन्छ होइन यहाँ बनाउँदा चाहिँ अलिक धेरै टाइम लाग्यो तर यो त्यो गर्दाखेरि एकैछिनमा हुन्छ होइन धेरै टाइम कन्ज्युमिङ छैन ल यसरी यो भयो है ओभरअल हरेक रेन्जको हामी क्यालकुलेसन गर्न सकिन्छ त्यो इन्डेक्स कति तानेको छ त्यसमा ओभरअल एक्युमुलेसन छिकै डिस्ट्रिब्युसन सबै पत्ता लगाउन सकिन्छ होइन अनि इन्डेक्स झर्दाखेरि जति डिस्ट्रिब्युसन भएको छ इन्डेक्स ओपन गर्दाखेरि इन्डेक्स माथि रेन्ज बनाउँदाखेरि कति एक्युमुलेसन भएको छ त्यो सबै अब त्यो रिलेटिभली हामीले के भन्छ भन्दाखेरि रिलेटिभली कम्पेरिजन गर्न सकिन्छ रिलेटिभ कम्पेरिजन गरेपछि त्यसको एक्ज्याक्ट मोमेन्ट इन्ट्राडेमा एक्ज्याक्ट मोमेन्टम के छ भन्ने कुरा हामी ट्याक्कै पत्ता लगाउन सकिन्छ है त ल ठिक छ यो चार्टको एक्ज्याक्ट रिप्लिका हो यो हाम्रो दिस चार्टको यो इन्ट्राडे चार्टको एक्ज्याक्ट रिप्लिका हो यो सिरियल नम्बर है यो चार्ट र त्यो हाम्रो चार्ट पर्फेक्टली सिङ्क्रोनाइज छ है सिङ्क्रोनाइज छ अनि एक्युमुलेसन र डिस्ट्रिब्युसन चार्टलाई पनि त्यो चार्टसँग पर्फेक्टली सिङ्क्रोनाइज गरेर कुनै पनि रेन्जमा के छ अवस्था मार्केटको मोमेन्टम के छ भन्ने कुरा हामीले पत्ता लगाउन सकिन्छ है त ल यो यति गरेर चाहिँ अब कतिको बुझिन्छ हेरौँ है त